बालेन शाहको एक गल्तीले सुदन र रवि दुवैलाई लज्जित बनाएको छ। खाना दिएको छैन हामीलाई। सुकुम्बासीको त बिचली भयो नि मन्त्रीज्यू। म बुझेको छु, यसमा एकदमै गम्भीर छु है, यो विषयमा म धेरै गम्भीर छु। पेटको उसले टाउको दुखिसक्यो हामीले, कति बिमारी हुन्छ, कति बच्चा छ स्कुल जान दिएको छैन। यो सुकुम्बासीको आँसु लाग्यो भने अझै पनि असफल बन्नुहुन्छ र सुकुम्बासीको आँसु लाग्छ। गृहमन्त्री त्यति बेला हुनुहुन्न थियो, गृहमन्त्री भ्याकुममा हुनुहुन्थ्यो। गृहमन्त्रीको जिम्मेवारी पनि स्वयं प्रधानमन्त्री बालेन शाहले नै लिनुभएको थियो। तर जब गृहमन्त्री सुदन गुरुङ पुनः नियुक्ति भएर आउनुभयो तब सबभन्दा पहिलो सम्बोधन सुकुम्बासी नै थियो र भावुक भएर उहाँले सुकुम्बासीबाट माफी माग्नुभयो। सबै सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो विशेष तर्फबाट चाहिँ म माफी पनि माग्न चाहन्छु, किनभने यो खासमा मैले देखिरहँदाखेरि मलाई पनि गाह्रो भएको थियो र अलिकति म यसकै विषयमा अलिकति धेरै खटेको हुनाले पनि यो अलिकति राम्रो हिसाबमा गर्नु सकिन्थ्यो होला, प्रिभेन्टिभ वेमा गर्नु सकिन्थ्यो होला नि मलाई पनि लागेको चिज हो हैन। कुनै कुरा सही छ भने सही नै भन्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। तर गृहमन्त्रीको प्रश्नवाचक चिन्हले के देखाउँछ भने प्रधानमन्त्री बालेन शाह तयार थिएन। बिना रोड म्याप आफूले भनेको हाइवे एक्सप्रेसवेमा सुकुम्बासीमाथि डोजर चलाएर सुकुम्बासीलाई विक्षिप्त बनाए। यो सत्ता पक्षकै आवाजबाट प्रमाणित हुँदैछ, हामीले भन्नु पर्दैन। मेरो व्यक्तिगत इच्छा भन्नुहुन्छ भने यो कृपया यो हुनु हुँदैन। यसमा मेरो दुईमती छ। म रासोपा भित्रकै सांसद भए पनि यो व्यवस्था गरे त्यो रूपमा नलिउँ। जस्तो यसकै एरियामा त हटाउनु पर्थ्यो। हेर्नुहोस् अहिले बर्खाको बेला इमिडिएट सरकारको ध्यान आकर्षण भएको छ। जुन सरकारले सोचेर लगेको त्यो अनुसारको सुविधा हुनैपर्छ। हामीलाई अहिले खाएर भरि के खाउँ भएको छ। त्यो हाम्रो घर मात्रै भत्केन, रोजगारी पनि भत्कियो, स्वास्थ्य पनि भत्कियो, शिक्षा पनि भत्कियो। हुँदा हुँदा हाम्रो घाँस कपास सबै खोस्यो सरकारले र अहिले ऊ घुम्ने कुर्सीमा एसी लाएर बस्छ भने हामीलाई बिहान बेलुकाको खाना पनि ग्यारेन्टी गर्दैन सरकारले। सुकुम्बासी व्यवस्थापन हुनुपर्छ र आशा गर्छु राम्रोसँग होला। तर आज जसलाई व्यवस्थापनको नाममा रहेको थल्लो बाटो होल्डिङ सेन्टर या लजहरूमा राखियो, ती लजहरूमा पनि बस्न नपाए भने उनीहरू कहाँ जाने? जो हुकुमबासी छन् उनीहरू आफ्नो बाटो लागिहाले। तर जो सच्चा सुकुम्बासी छ, जोसँग एक पैसा पनि कहीँ कतै छैन, उनीहरू कहाँ बस्ने, के खाने, के लाउने? यो सरकारको जिम्मेवारी हो या होइन? सिक्काको दुई पाटो हुन्छ, तर सिक्काले सधैँ एउटै पाटोबाट हेर्नु हुँदैन, त्यसले काम गर्दैन। त्यस अर्थमा सरकारको राम्रो पक्षहरू पनि छन्, त्यसमा हाम्रो कुनै दुई मत छैन, त्यसमा हामी तारिफ गर्छौँ। तर केही पाटो यस्ता पनि छन् सरकारले हतारमा गरियो, एकदमै हतारमा गरियो, बिना प्लान गरियो। आज यसको उदाहरण हामी देखिरहेका छौँ। छैन 15 दिनमा व्यवस्थित गर्छु भन्यो, त्यो पनि छैन। 3 महिना हुन आँटिसक्यो, खोइ त हाम्रो व्यवस्थित अहिले त खाना पनि दिन छोडिसक्यो। एकजनाले मात्रै भोट हालेको भनेको 6 पल्ट भइसक्यो होला, खोइ 6 पल्टमा के चाहिँ गर्यो त सरकारले? अहिले लास्टमा आयो घर भत्कायो, काङ्ग्रेस एमाले जस्तो गर्दैन, तपाईँलाई माओवादी जस्तो गर्दैन भन्दै रन्जु दर्शन हो अझ भोट माग्न आएको घरमा। सुकुम्बासीका यी आँसुहरू बनावटी होइन है। वास्तविक विकास भनेको संरचना निर्माण गर्नु मात्र होइन, मानिसको सम्मान, सुरक्षित बास, खाद्य सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। तर आज गरिब र भूमिहीन नागरिकमाथि भइरहेको व्यवहार विकास होइन, उनीहरूको पीडामाथिको भद्दा मजाक हो। राज्यको पहिलो दायित्व आफ्ना नागरिकलाई विस्थापित गर्नु होइन, उनीहरूलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण र अवसर सुनिश्चित गर्नु हो। विकासका मापन भ्रमणले होइन, सबैभन्दा कमजोर नागरिकले कति सम्मान र सुरक्षा पाएका छन् भन्ने कुराले हुन्छ।